उहाँहरूको मार्ने योजना रहेछ, त्यो पनि म कति धेरै अन्धो होला। केपी शर्मा ओली यो देशको प्रधानमन्त्री हुनु दुर्भाग्य हो। मैले कुनै गलत गरेकी छैन, मैले मेरो आफ्नो न्याय माग्नु गलत होइन। आज श्रीमती लगाएर एमालेका टोटल व्यक्ति लगाएर म माथि हमला गर्नु यति ठुलो। नमस्ते, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। आज हामीले खासमा हजुरलाई चाहिँ जुन 14 गते हजुरले धरनामा बसिरहेको बेला हजुरमाथि महेश बस्नेतकी श्रीमती लगायत अरू मान्छेहरूको समूहले आएर हजुरमाथि हमला गर्यो, त्यो विषयमा चर्चा गर्नका लागि हजुरलाई यहाँ बोलाएका हौँ। त्यसको बारेमा हजुर अलिकति एक्सप्लेन गरिदिनुहुन्छ। त्यहाँ को हुनुहुन्थ्यो, या दलकै मान्छेहरू हुनुहुन्थ्यो कि बाहिरको पनि कोही हुनुहुन्थ्यो? यस्तो छ, त्यहाँ चाहिँ पहिलो कुरा चाहिँ म माइतीघर मण्डलमा लामो समयदेखि आवरण अनसन बसेको थिएँ, पानी पनि नखाइकन। त्यति बेला मेरो शुभचिन्तक र त्यो माइतीघर मण्डलमा बसेका दिदीबहिनीहरू हुनुहुन्थ्यो। जुन मुद्दा म आफैले उठाउँदै थिएँ त्यो मुद्दाको सिलसिलामा बहिनीहरू त्यहीँ हुनुहुन्थ्यो। र मेरो अनसन तोडिसकेपछि मेरो स्वास्थ्यको कारणले गभर्मेन्टले मलाई अनुरोध गर्यो कि तपाईँ हेल्थ जोगाउनुपर्छ, तपाईँ यस्तो मान्छे त देशको पिलर हो, उठ्नुपर्छ, लड्नुपर्छ भनिसकेपछि निर हस्पिटल दिदी मलाई भन्यो कि तपाईँको हेल्थ गइसक्यो, यो पेसकै कारणले चाहिँ भोलि आइसियुमा राख्नुपर्ने अवस्था नआओस् भनिसकेपछि मैले त्यहाँबाट आवरण अनसन तोडेको थिएँ। भोलिपल्ट म आउन सकिनँ। पर्सिपल्ट मेरो मनले मानेन कि म जस्तै एउटा नारीहरू त्यो माइती घर सडकमा सुतिरहेछन् भने म घरमा सुतेर मात्रै बस्नुहुन्न, कतिनो उनीहरूको हौसलाको लागि पनि म त्यहाँ जानुपर्छ भन्ने हो। र अर्को कुरा के थियो भन्दा सुदन गुरुङ, मैले जहिले पनि भन्ने गरेको छु, यो देशको सच्चा सपुत परिवर्तनको पक्षमा उभिएका र जेएनजी आन्दोलनमा एउटा आफै उभिएका मर्मर भावना। सुदन गुरुङप्रति तपाईँको यति धेरै झुकाव हुनुको कुनै खास कारण? मसँग कारण के छ भन्दा म एउटा पीडित हो। जो बेला मेरो खुट्टा भाँचेर 3 ठाउँमा खुट्टा भाँचेको थियो महेश बस्नेतकै टिमले, त्यति बेला म माइतीघर मण्डलमा थिएँ जेएनजी आन्दोलनमा। त्यो आन्दोलनमा मेरा भाइ बहिनी कलम र कापी बोकेर आएका साना साना बच्चाले आज देश जोगाउँछु भनेर आउँदै गर्दा गोली खाए। त्यति बेला चाहिँ देश भावियोल अवस्थामा थियो, देश सम्हाल्ने मान्छे थिएन। म समाउँछु भनेर एउटा युवा आउँदै गर्दाखेरिको मेरो सहानुभूति थियो मसँग, त्यति मात्रै हो, केवल अरू केही पनि होइन। के भन्दा देश जोगाउँछु भनेर एउटा युवा आउँछ भने म एउटा दिदीको हैसियतले किन प्रोटेक्ट नगर्ने भन्ने कुरा हो मेरो लागि होइन। त्यो भएर मैले उहाँलाई चाहिँ अनेस्टली मान्छु। अर्को कुरा, एउटा चेलीबेटीलाई माइतीको कुकुर पनि प्यारो हुन्छ भने जस्तो म धादिङको, उहाँ गोर्खाको छोरा, नजिकै रहेको र यङ जेनेरेसन जसले एउटा मुद्दा बोलेको छ, उहाँलाई हामीले साथ समर्थन गर्नुपर्छ भनेर सही बाटो हिँड्ने मान्छेलाई प्रोटेक्ट गर्नको लागि र उहाँलाई पुनर्बहाली गर्नुपर्छ भनेर उहाँको गृहमन्त्री गएकै दिन मेरो अनसन तोडियो। त्यस पश्चात म उहाँलाई समर्थन गर्न त्यहाँ बसिरहेकी थिएँ। जुन बेला मलाई थाहा थिएन कि महेशको श्रीमती आउँदैछन् या मलाई हमला गर्दैछन्। माइतीघर जस्तो सडकमा व्यस्त सडक, अर्को कुरा अनसन बस्ने पीडितहरूको आवाजको सडकमा प्रहरी छन्, मलाई हमला गर्छन् भने एकै भएन। जुन माइतीघर मण्डलमा हजुरमाथि जुन हमला भयो त्यो चाहिँ हजुरलाई के लाग्छ, कुनै व्यक्तिगत रिसिभी निकालेको हो या कुनै पार्टीगत रिसिभी निकालेको? यस्तो छ, व्यक्तिगत रिसिभीको कारणले महेश बस्नेतको षड्यन्त्रमा मलाई मार्ने योजना बनाएर नै आएका हुन्। किन भन्दा म एकजना महिलालाई साँच्चीकै रिसिभीको हिसाबमा केही गर्नु थियो, कुराकानी नै गर्नको लागि त्यत्रो 15-16 जनाको होला आउनुपर्ने थिएन। यो सरासर बुझ्न सकिन्छ। त्यत्रा मान्छे लिएर आएर एउटा छोरी मान्छे मात्रै हमला गर्नु भने मलाई मार्न आएको हो। र अर्को कुरा, त्यहाँ कस्ता मान्छे आए भन्ने कुरा मस्ट इम्पोर्टेन्ट हुन्छ। महेश बस्नेतको श्रीमती आफै आइन्, 10 नम्बर वडाको वडा सदस्य, 7 नम्बरको वडा सदस्य, सूर्यविनायक नगरपालिकाको कार्य समितिको सदस्य र केपी ओलीको निकट रहेको भनेर हरेक दिन बा भन्दै फोटो हाल्ने, दाई भनेर फोटो हाल्ने रेखा न्यौपाने भन्ने एकजना महिला, उहाँलाई लगभग पार्टीगत हिसाबमा चिन्छन् मान्छेहरूले। त्यस्तो महिलासहित नेकपा एमालेको ग्याङै बनाएर अलिअलि रहेको टुक्रालाई पनि सकाउने गरेर मलाई सकाउन आए। कुनै सम्बन्धमा त तपाईँको र महेश बस्नेतजीको सम्बन्ध एकदमै राम्रो फेजमा पनि थियो, उहाँसँगको सम्बन्धलाई तपाईँ कसरी लिनुहुन्छ त? यस्तो थियो, त्यो चाहिँ कस्तो थियो भने युज एन्ड थ्रोको सम्बन्ध रहेछ भन्ने कुरा भयो। अर्को कुरा, म माथि जहिले पनि अपराधको मान्छेले कस्तो हुन्छ भने तपाईँ पनि एउटा छोरी मान्छे हो,
तपाईँले सक्नुसम्म सोच्छ कि हाम्रो आमाले हिजो के सिकाइन् त भन्दा बाउले चाहिँ के बोल्नु हुँदैन है, बाउले जे गर्यो सहिदिनुपर्छ है भन्ने कुरा धाडा बोकेर आयौँ हामी पहिलो कुरा। त्यो सधैँ आउँदा आउँदै पनि यो टाइममा आएर 21 सेन्चुरीमा आएर यो चाहिँ होइन है भन्ने मलाई लाग्यो। जब लागिसकेपछि म बोल्न थालेँ, बोलिसकेपछि म माथि गुन्डागर्दी भयो र मलाई सडकमा फाल्यो। त्यसपछि यो आवाजहरू उठ्यो। यो आवाज केवल मेरो मात्रै थिएन, आधा आकाश ढाक्ने नारीहरूको मुद्दा थियो। हरेक महिलाहरू घरमा हिंसामा परेका छन्। इभन तपाईँकै आमा पनि तपाईँको बुवाबाट कुनै न कुनै रूपमा हिंसामा पर्नुभएको छ, तर उहाँ बोल्न सक्नु भएको छैन। त्यो आवाज थियो सुवापाटाको। तपाईँले हिंसाको कुरा गर्दै जाँदाखेरि तपाईँले आफैले पनि कति धेरै इन्टरभ्यूमा भनेको देखिएको छ कि तपाईँ लामो समयदेखि महेश बस्नेतसँग प्रेम सम्बन्धमा पनि हुनुहुन्थ्यो। मैले तपाईँलाई भनिसकेँ हो। सुन्नुहोस्, म तपाईँलाई यो कुरा एकदम क्लियर पारिदिन्छु। मैले आफैले बोल्दै आएको छु कि म कुनै हाइपोथेटिकल कुरा गर्न नपर्नु हो। मेरो उमेर सानो थियो, मलाई उसले दबाबमा पारेर एउटा नेता र कार्यकर्ताको सम्बन्धमा लिएर गएर उसले मलाई जुन दबाब गर्यो, त्यति बेलै मैले आवाज उठाउन सक्दाखेरि उनकी श्रीमतीले धरि मलाई फोन गरेर हामी मिलेर बस्नुला भनेर बिन्ती गरेर हरेक कुरा गरिसकेपछि मैले के सोचेँ, म एउटा छोरी मान्छे, आखिर कसै न कसैको त भइहालिन्छ भन्ने हिसाबमा मैले चुप लागेँ। त्यो भित्र पनि मलाई धेरै हिंसाहरू भयो कि यदि मैले विषसँग खाने बाध्यता भएँ र मैले विषसँग खाएको फोटाहरू पनि बाहिर सार्वजनिक भएका छ। त्यस्तो गर्दा गर्दै म माथि धेरै पटकै हिंसा भयो। कहिले गर्भपतन गराउने, कहिले म अमेरिका जाँदा पनि टप्पो केटा साइनलाइज भन्ने, हिंसै गर्ने, जहिले पनि म माथि हिंसा भइसकेपछि यो अत्याचार मैले सहन हुँदैन भनेर जब मैले मुद्दा हालेँ, मुद्दा लिएर गएँ। भूपेन्द्र खत्री हुनुहुन्थ्यो त्यति बेला डिएसपी, के अरे एसएसपी, टेकुमै थियो प्रहरीकारले। गएपछि त्यो दिन राति कसरी केरी फर्कायो मलाई थाहा छैन। भोलि यो करेक्सन गरेर आउनु भन्नुभयो। भोलिपल्ट बिहानै मलाई अपार्टमेन्टमा गुन्डा पठायो, गुन्डामाथि लुटपाट भयो, ढोका खल्न आफैले लगायो, प्रहरीले रेस्क्यु गर्यो। तर आज प्रहरी मौन छ। हाम्रो नेपालको कानुन अनुसार पनि 18 वर्ष पुगेपछि बालिग भन्ने ट्याग दिएको छ, संविधानकै कुरा गर्ने हो भन्दा पनि। तर तपाईँ त उहाँसँग प्रेम सम्बन्धमा हुँदै गर्दाखेरि 18 वर्षभन्दा पक्कै पनि माथिको हुनुहुन्थ्यो। एउटा बालिग हुँदाहुँदै तपाईँलाई परपुरुष जसको अलरेडी घरमा श्रीमती छ उसँग प्रेम सम्बन्धमा बस्नलाई तपाईँको नैतिकताले दियो त? तपाईँले यो प्रश्न गर्दै गर्दा पहिलो कुरा तपाईँ आफैले पनि बुझ्न जरुरी छ। म्यारिटल रेपमा परेको घटनाहरू धेरै छ। यो देशको संविधानले दिएको पनि नो इज नो। तपाईँले यो कुरा बुझ्न जरुरी छ कि आफ्नै घरको श्रीमती पनि यदि उनी जहिले पनि रेडी हुन्छन् आफ्नो श्रीमानसँग भन्ने छैन। बुझ्नुभयो कि होइन? त्यो कुरामा क्लियर हुन जरुरी छ। र मान्छेले प्रेम सम्बन्ध भयो कि म तपाईँसँग बाटामा बस्दा पनि रेडी हुँ त, म बिरामी हुँदा पनि रेडी हुँ, म अशक्त हुँदा पनि रेडी हुनुपर्ने थियो। यही नै हो हाम्रो समाजको भाष्य। अनि अर्को कुरा सुन्नुहोस्, नैतिकताको पाठ सोध्दै गर्दाखेरि एउटा यो देशको मन्त्री बनिसकेको मान्छे, यो देशको नेता हो भनेर जनताको जिम्मा लिन्छु भनेको मान्छे एउटा आफ्नो छोरीसँग कार्यकर्तासँग बस्नु नैतिकता उसलाई हुनुपर्ने थियो कि मलाई थियो? एउटा प्रश्न सुन्नुहोस्, म तपाईँको क्वेसनको एन्सर चाहिँ क्लियर पार्न दिनुहोस्। अनि महेश बस्नेत मन्त्री हो कि म मन्त्री हो? अनि पहिलो कुरा म त सिङ्गल थिएँ, ल म त हिँडेँ। उसको घरमा अङ्गालाभरिको श्रीमती छ भन्ने कुरा उसले बुझ्नुपर्छ कि पर्दैन? घरमा छोरा त्यत्रो म जत्रो छोरालाई आँखाले देखेन पट्टी लगाएर आएको थियो महेश बस्नेत। उहाँले बुझ्नु भएन, उहाँ गलत हुनुहुन्छ। उहाँ एकजना गलत छ भन्दैमा आफूले पनि गलत भइदिने त? म गलत भएको होइन। एउटा केटी मान्छे हरेक कुरा प्रभाव दबाब उसमा पऱ्यो। म सानो उमेरको थिएँ, जम्मा 21 वर्षको केटी थिएँ, भर्खर 33 वर्ष लाग्दैछु। एउटा 21 वर्षको मान्छे चाहिँ बाबाआमाले 5000 पैसा दिएर खिरेर खाएर डुल्ने उमेरको मान्छे हो क्या। त्यति बेला कसैले दबाबमा पार्यो, पार्टीका हिस्सामा कार्यकर्ता थिए, बोल्ने थिएन। अहिले जस्तो कहाँ थियो? त्यति बेला मिडिया यति छ्यास्ती कहाँ थियो? तपाईँहरूलाई थाहा छ होला पनि होइन? दबाबमा परियो होला, प्रभावमा परियो होला। ल म पनि गल्ती छु भने सजाय दिउँ, मैले भनिरहेको छु कि तपाईँहरूसँग मात्रै होइन, म जहाँ पनि भन्छु। यदि म पनि 100मा 100 गलत हो भने पनि मलाई ऊ दिउँ, तर 100%मा 79% महेश बस्नेत गल्ती थियो होला नि त। कानुन कहाँ लुकेको थियो? केपी शर्मा ओली प्रधानमन्त्री भएकै कारणले बस्ने हो। पद र पावरमा भएका मान्छेले जे पनि गर्दै हुने हो। ठुला पार्टीका दलले जे नै गर्दैन हामी चुपै लाग्नु पर्ने हो महिला र आफ्नो। तपाईँ चाहिँ उहाँले मसँग जबरजस्तीकरणी गर्यो भन्ने कुराको उसमा न्याय माग्दै हुनुहुन्छ या
तपाईँले उसले घरमा श्रीमती हुँदाहुँदै पनि मलाई राख्यो, मसँग प्रेम सम्बन्धको झुटो नाटक गर्यो भन्ने कुरामा तपाईँलाई आपत्ति हो त? यस्तो हो, मैले सिधा भनिरहेको छु, म माथि जब जुन शोषण गर्यो र म माथि त्यो मात्रै होइन, भुरा हत्या गर्यो, कसैले युज गरेर उसलाई मन लाग्यो जति राख्ने, को एउटा केटी मान्छेको शरीर दिँदैन। ती 3 त्यो पटक त तपाईँको पनि सहमति थियो होला सुन्नुहोस् न, म भन्दैछु त, सहमति भएको भए म जेल जानुपर्छ कि पर्दैन त? मैले सिग्नेचर गर्नुपर्छ कि पर्दैन? मेरो सिग्नेचर हुन्छ कि हुँदैन? एउटा औषधि भनेर अर्को औषधि खुवाइन्छ, अनि त्यहाँबाट त्यो के हो? सहमति हो? अनि मान्छे तपाईँ यहाँदेखि पोखरासम्म थाहा नपाइकन जानुभयो? त्यसो गएको चेकअप गर्न गएकै हो हामी, सुन्नु भएन? म चेकअप गर्न गएको हो, मसँग ओनरले लेखेको म्यासेज पनि छ। ओनरकै हस्पिटल भन्दा पनि यो महेश बस्नेतको पनि हस्पिटल हो, चरक हस्पिटल। छानबिन होस्, कपिल पोखरी भन्ने स्वास्थ्य हुनुहुन्छ उहाँलाई म तिहारमा हालेको छु मैले। म गएर जताउँदाखेरि 6 महिना बाद थियो। डाक्टर विष्णु हुनुहुन्छ, विष्णु पाखरे, त्यो हस्पिटलको डाक्टरको सिग्नेचर छ। उसले त्यत्रो पढेको डाक्टरले कमसेकम उसको जागिर धरापमा पार्दैन होला। उहाँको सिग्नेचर टेस्ट गरौँ, ल्याब टेस्ट गरौँ, हरेक कुरा अक्षरहरू टेस्ट हुन्छ टेक्नोलोजीको जमानामा, होइन? उहाँले मलाई के भन्नुभयो, तपाईँको हेल्थ ठिक छैन, तपाईँ जान सक्नुहुन्छ कि बाट जान्छ, यो रह्यो भने भनिसकेपछि तपाईँलाई तपाईँको शरीरको माया हुन्छ कि हुँदैन? डेफिनेटली हुन्छ। त्यसपछि मैले मेरो ज्यानै मर्दैन भने ठिक छ भनेदेखि फेरि सेकेन्ड टाइम पनि मैले हरेक कुरा गर्दाखेरि उहाँले नमानिसकेपछि फेरि सेकेन्ड टाइम पनि त्यसरी नै लगेर उ गर्नुभयो। त्यति बेला मलाई थाहा छैन यो औषधिको मार्फतले गरेको रहेछ। अर्कोचोटि म अमेरिकाबाट रिटर्न भइसकेको कुरा गर्छु तपाईँलाई। जब म रिटर्न भएँ त्यस पछाडि पनि उहाँले मलाई यति टर्चर दिनुभयो, त्यो टर्चरका मेसेजहरू सबै हेर्नुहुन्छ। म अमेरिका रहँदा पनि कुनै दिन पनि खुसी भएर बस्न पाइनँ, होइन? कहिले केदारनाथ जाने, कहिले कहाँ जाने, मसँग सबै टोटल प्रमाणहरू छ। त्यो गरिसकेपछि फेरि बच्चा रह्यो। कस्तो बेलामा बच्चा रह्यो भन्दा मैले विष खाएँ। म अमेरिकाबाट आएकै दिन राति हाम्रो बेडको फोटो सार्वजनिक भयो। त्यस दसैँको टाइम थियो। एउटा छोरी मान्छेको घरमा थाहा छैन, बाबुआमाले छोरी अमेरिकाबाट आ भनेको छ, तर बाहिर सामाजिक सञ्जाल हेरेर नहुने भइसक्यो। म विक्षिप्त थिएँ, मलाई बाँच्ने रहरै थिएन। म कहीँ निक्लिन सक्ने अष्टमीको दिनको कुरा सुन्नुहोस्। त्यो भइसकेपछि मैले विष खाइदिएँ। महेशले मलाई सीतामढी लिएर जानुभयो, त्यहाँ पनि मैले विष खाइदिएँ। फेरि हस्पिटल राख्नुभयो, फेरि मैले अर्कोचोटि विष खाइदिएँ। 2 बोतल किनेँ, त्यसले के हुँदो रहेछ भनेर। त्यसपछि त्यो हस्पिटलमा चाहिँ के भएछ भने उहाँहरूको सबै राम्रै सेटिङ रहेछ, मलाई थाहा थिएन। प्रहरी हुँदो रहेछ हस्पिटलमा, त्यो प्रहरीलाई चाहिँ सानो रुम दिइदो रहेछ क्या। त्यो रुममा राखेर मलाई ट्रिटमेन्ट गरेको रहेछ। मलाई चाहिँ फेरि म त कसरी फोटो खिच्न सक्छु, म यसरी चाहिँ फोटो खिच्नु भएको रहेछ कि। त्यो भिडियो मलाई पठाइदिनु भयो, होइन? हेर यस्तो अवस्थामा थियो तिमी, मैले यसरी बचाएको भन्नुभयो। तपाईँकै कारणले विष खाएको त कहिले बचाउँछ त नि, अरू के भन्नुभयो सक्यो। अनि 2 चोटि गर्भपात गरिसक्दा पनि, होइन, तपाईँले थाहा पाउनुभयो कि मसँग जबरजस्ती गरेर मलाई झुटो बोलेर मेरो गर्भपात गराइएको हो भन्ने कुरा थाहा पाइसकेपछि पनि तपाईँ महेशजीसँग तपाईँलाई म सम्बन्धमै बस्नुभयो? सुन्नुहोस्, तपाईँले कुरै बुझ्नु भएन। म भन्दैछु कस्तो बेलामा बच्चा बस्यो भन्ने कुरा चाहिँ मस्ट इम्पोर्टेन्ट हो। म तपाईँलाई भन्दैछु यो विषयको कुरा। अनि त्यस्तो विष खाएको बिरामी अर्धचेत अवस्थामा राख्दाखेरि हस्पिटल लगेर तुलसी हस्पिटलमा राख्दाखेरि है, अब यो कतिपय कुराहरू गर्न मिल्थ्यो मिल्दैन थियो। यहाँ पुलिस दाजुहरू हुनुहुन्छ, कोठाभित्र सिसी क्यामेरा राखिँदो रहेछ कि त्यो बिरामी जति बेला पनि जे पनि गर्न सक्छ भनेर। बुझ्नुभयो नि? सिसी क्यामेरा हुँदो रहेछ। तपाईँहरू एआई टेक्नोलोजी प्रयोग गर्नुहुन्छ लगायत जे छ हामीसँग च्याट जिपिटी छ, सबैलाई सोध्नुहोस्। इभन चाहिन्छ भने म हस्पिटलको नम्बर पनि दिन्छु। बिरामीलाई फोकस गरेर सिसी क्यामेरा राखिँदो रहेछ। त्यस्तो अवस्थामा पनि उहाँले मलाई रेप गर्नुभएको छ क्या। दुःख लाग्दो कुरा चाहिँ त्यहाँनिर छ। तर त्यो रेपको कुरा त त्यति बेला पनि आएन नि त। त्यो किन आएन? रेपको के भन्नुहुन्छ? जब तपाईँको अपार्टमेन्टमा मान्छेहरू गुन्डाहरू आएर त्यहाँ ठुलै हुलदङ्गा भयो, सबै कुरा भयो। त्यो पछि बल्ल तपाईँले यो सबै विषयलाई लिएर चर्को स्वरमा आवाज उठाउनु भयो, प्रोटेस्टहरू गर्नुभयो, धेरै कुरा गर्नुभयो। तपाईँले त्यही हस्पिटलदेखि आउने बित्तिकै पनि त केस गरेर कुरा गरेर त्यो कुरालाई अगाडि बढाउन सक्नुहुन्थ्यो। तपाईँले एकदमै गलत गर्नुभयो। तपाईँ यो कुरामा अलिकति अनभिज्ञ नै हुनुहुँदो रहेछ। प्रश्न सुन्नु र सोध्नुहोस्। पहिलो कुरा, म इन्डियाबाट आउने बित्तिकै जब मैले केस गरेँ, त्यो परिसरमा केस हाल्न गएँ, तब म माथि गुन्डा लाग्यो क्या। त्यो बुझ्नु न त्यसरी।
भएर उहाँले त मलाई मार्ने थियो। कुराहरू चाहिँ त्यति धेरै बाहिर बाहिर भन्नाले कस्तो हुन्छ भने एउटा छोरी मान्छे सेफ ल्यान्डिङ खोज्छिन्, उनी कानुनी बाटो रोजेर जान्छन्, बाहिर किन ल्याउन खोज्छिन्। म केस हाल्न गएपछि मलाई फर्काइएर जम्मा म 11 दिनको थिएँ। जुन बेला मलाई थाहा भयो यो मान्छे अपराधी नै हो भने त्यही बच्चा म रिटर्न फर्केपछि थाहा पाएँ, इन्भेस्टिगेसन रोक्यो। त्यसपछि उहाँले एउटा डक्टरसँग च्याट गरेर पठाएको। राति सुतेर ट्याङ्ग फोन आयो, मैले मेसेज यसो हेर्दाखेरि त त्यस्तो रहेछ। मलाई काम जो लागेको थियो भने त मलाई गाह्रो हो भनेको, केही हुँदैन भन्नुभयो उहाँले। औषधिमा त होला, औषधिको औषध दियो होला भने पछि 81 मेरो अक्सिजन कम भएपछि म ढली सुन्नेर हस्पिटल पुर्याइयो। पुर्याइसकेपछि यो मान्छे फ्रड हो भन्ने कुरा थाहा भयो कि मलाई ओनरले भन्नुभयो कि तिमीलाई यस्तो भएर ल्याएको कि त्यति बेलासम्म मलाई तिमीलाई मेडिसिन खुवाएको भनेर भन्नुभएको थिएन, यो औषधि हो भनेर होइन। त्यति बेला मलाई फ्रड लाग्यो र भोलिपल्ट नै अन द स्पोट म रगतको धारा लिएर भूपेन्द्र खत्रीकोमा पुगेको छु। तपाईँको मिडियामा आएको दिन होइन, डेट हेर्नुहोस् मेरो जाहेरीको कहिले छ। त्यसपछि उहाँले मलाई पोखरा लिएर जानुभयो। सुन्नुहोस् कहानी, मेरो एकजना अपराधी भन्छु म, त्यो एउटा मसँग नजिक हिँडिरहने एकजना अङ्कल भन्थेँ मैले। त्यो अपराधीसँग सल्लाह गरेछ, यस्तो लास्टै फ्रस्ट्रेसन भयो, यसलाई पोखरा लानु पऱ्यो, उनीहरूको मार्ने योजना रहेछ। त्यो पनि म कति धेरै अन्धो होला। त्यसपछि पोखरा गइसकेपछि धेरै कुराहरू भयो, त्यहाँ धेरै ठुलै लफडा पऱ्यो। म फेवातालमा मर्नसम्म गएँ, मैले आजसम्म भनेको छैन यो कुरा। त्यसपछि राति फर्काएर लिएर आइयो, भोलिपल्ट घर आयो। आएपछि राति 8 बजे घर छोडेर गएको मान्छे रातभरि फोन अफ थियो मेरो। बिहानमा पहिला उहाँले लेखेको म्यासेज मसँग छ, म मोबाइलमा पनि देखाउँछु। उहाँले मलाई के भन्नुभयो, तिम्रो घरमा गुन्डा लाग्दैछ भनेर लेख्नुभयो, छापा मार्दैछ भन्नुभयो। गुन्डा नि भन्नुभएको छैन, मसँग उहाँले लेखेकै वर्ड छ। अनि मैले भने यार बाबा, घरमा कसैले छापा मार्दैछ, गुन्डा पठाउँदैछ भने त पुलिसमा भन्छ नि, त्यत्रो पाउसफुल मान्छे के चाहिँ गरिरह भन्ने भयो मलाई। त्यति धेरै मैले सिरियसली लिइनँ। त्यसपछि उहाँले म आउँदैछु भन्नुभयो। मैले हावा भनेर लेखेँ, म्यासेजै छ मसँग, हावा भनिसकेपछि उहाँले होइन म आइपुगेँ भनेर बाणेश्वरको पिक्चर पठाउनु भयो, मसँग छ। अनि केही पनि गरिनँ। अनि म तल आइपुगेँ भने अनि गफ नलाग्नु अनि लेखेकै म्यासेज छ मसँग अहिले नै टुटले। अनि त्यसपछि उहाँले ढोका खोल भन्नुभयो। मैले ढोका खोल्दैछ भने, ढोका खुल्दैछ भनेको 3 मिनट पनि नपुग्दै सिधै मेरो बेडमा 2 जना मान्छे आए। यसरी लगाएको त्यो कालो, यति मात्र देखिने तर कालो पुरै लगाएको जकेट फेरि भएको जस्तो। मैले चिच्याएर ए बाबु के गरेँ, किनभने बेडमा त आफ्नो तरिकाले बसिन्छ, सुतिन्छ होइन। मैले के गरेँ आउनु पाएको भने 2 जना त कहिले बेडमा नआएको, आयो गेस्टमा आएको भन्ने गरेँ। के गरेँ भन्दाखेरि ठ्याप्पै मलाई सिरानीले झ्याप्पै मुख थिच्यो। मुख थिचिसकेपछि मैले त अब मोबाइल दिएँ भनेपछि एउटा छोरी मान्छेले केटा मान्छे छुन्न होला भनेर यस्तो गरेर भित्र हालेँ, यस्तो भित्र हालेँ। थोरै सानो 1 पिसमा थिएँ। अनि त्यसपछि यसरी भित्र हालेँ, यहाँ ड्याममै हालेँ। मलाई थाहा थिएन कि यहाँ यस्तो दुख्छ भने मैले छोडिदिएँ क्या। त्यसपछि एकदमै पेन भयो, मैले छोडिदिएँ। मोबाइल लिएँ, मसँग स्मार्ट वाच थियो, त्यो पनि लगेँ। मसँग औँठीहरू थियो, यहाँ 3.5 तोलाको ब्रासलेट थियो, अझै पनि छ, यहाँ लक साइन गरेँ, धारिलो थियो, त्यसले काटेको, त्यो पनि चुडाएर लगेँ। त्यसपछि मैले जमाएर निस्किस नि मर्चिस भन्यो, ठिक छ अब यति नै भइसक्यो, मलाई मर्न सक्छ डर छैन भन्यो भने। अब म नि अलि अराजक टाइपको मान्छे पछि झुनिँदै आएँ होइन। अहिले निस्किसकेँ, गेटमा प्रहरीले देखेको के अरे सेक्युरिटीले देखेको छ क्या, त्यही हो चोर, समा भन्दा भन्दै पनि समातेन। अहिले तपाईँहरू हेर्दै हुनुहुन्छ लाडाभिडी निर्भय बाबु प्रसाईले मैले गरेको सभाबाट सबै भनिरहेछ, देख्नु भएको छ। त्यति बेला नि न्युज 24लाई म धेरै धेरै धन्यवाद दिन्छु। म बाँच्नुमा उहाँको हात धेरै ठुलो छ। उहाँहरूले तत्कालै गरेर रिपोर्टिङ गर्नुभएको थियो। प्रहरीले आएर रेस्क्यु गरेको केस, सिंहदरबारसँगै रहेको अपार्टमेन्ट, त्यो चोर समाउन नसकेको हो त। प्रश्नको योजनामा भएको होइन त्यो। तपाईँमा अन्याय भएको यत्रो वर्ष भइसक्दाखेरि पनि तपाईँले न्याय नपाउनुको कारण के महेश बस्नेत नेपालको कानुनभन्दा माथि नै हुन् त? महेश बस्नेत नेपालको कानुनभन्दा माथि रहेछन् भन्ने कुरा थाहा भयो, तर हामी त्यो हुन दिँदैनौँ। के कारणले भयो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ। केपी शर्मा ओली यो देशको प्रधानमन्त्री हुनु दुर्भाग्य हो। उहाँले राजनीति सुरु गर्नु नै त्यस्तै अपराधी कार्यबाट स्टार्ट गर्नुभयो, जेलको यात्राबाट राजनीति सुरुवात गर्नुभएको थियो। आजसम्मको हिस्ट्रीमा पनि उहाँले एउटा हत्याबाट नै अन्त्य भएको छ। उहाँ प्रधानमन्त्री हुनु नै मेरो दुर्भाग्य थियो।
उहाँको पद पावर पहुँचकै कारणले गर्दा महेश बस्नेतलाई जोगाइएको राजसङ्घ मान्छेका कानुनलाई धज्जी उडाउने काम केपी शर्मा ओलीले आफ्नो छोरा जोगाएर गरे। अब हामी त्यो हुन दिँदैनौँ। सरकार पनि फेरियो, कानुनमा पनि अब हामीले आशा गरेका छौँ। अब तपाईँको सर्वोच्चप्रति या अदालतप्रतिको आशा के छ त? यस्तो छ, नयाँ सरकार त फेरियो तर न्यायालय उस्तै छन्। न्यायालयप्रति हाम्रो आशंका छ। अब म यो सरकारलाई अनुरोध गर्न चाहन्छु, न्यायालय हामी सफा गर्नुपर्छ। यही व्यक्तिहरूले दलीय प्रवृत्तिहरूले नै भर्ती गरेका भर्ती केन्द्रहरूमा त्यही मान्छेहरू छन् अनि हामी न्याय कसरी पाउने? प्रहरी प्रशासन सुधारिन थालिसकेको छ। जुन बेला मलाई 3 कुनेमा शिवराज बुढाथोकी, म उहाँको पनि अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा छु। शिवराज बुढाथोकी हुनुहुन्थ्यो, त्यति बेला मलाई 100 जनाले गएर आक्रमण गरे, प्रहरीको ढिँडै भत्काइयो तर ती मान्छेहरू नियन्त्रणमा लिए। आज म माथि यत्रो अत्याचार भयो तर ती मान्छेलाई आज नियन्त्रणमा लिएर कारबाहीको दायरामा त लिएर आएको छ नि त। सरकार छ भन्ने हामी जनतालाई भास भएको छ नि त। अब हजुर कहिलेसम्म चाहिँ धाउनुहुन्छ त? कहिले अदालत, कहिले पुलिस स्टेसन? यस्तो छ, न्यायको लागि उभिएको मान्छे हो म यस्ता अपराधीहरूलाई कानुनी दायरामा ल्याउनको लागि हिँडेको। महेश बस्नेत मात्रै होइन, महेश बस्नेत जस्ता दर्जनौँलाई ल्याइसकेको छु। अस्ति 14 वर्षीय बालिकाको केस हेर्नुहोस्, जमुना बहिनीको केस हेर्नुहोस्। मिडियाका साथीहरू कहाँ हुनुहुन्थ्यो थाहा थिएन, तर उनी हुँदै आएपछि म लड्छु भनेर लडेको थिएँ। आज न्याय पाएँ। म मेरो लागि त मेरो एकमुठी सास प्राण रहेसम्म म लड्छु। यद्यपि यो भयो भने तपाईँहरूको मिडियाबाट ममाथि जुन घटना भयो त्यो घटनाको पहिलो सुरुवात मेरो आवाज उठाउने तपाईँहरूको मिडिया छ। यहाँबाट म भन्न चाहन्छु, म मरिछु भने पनि तपाईँहरूले यो न्याय चाहिँ नमारिदिनु होला, जहिले पनि यसको आवाज उठाइदिनु होला। महेश बस्नेत कति बेला मार्छ त्यो थाहा छैन। उसको अपराधिक तत्त्व नै बोकेको मान्छे हो। उसको पहिलादेखिको हिस्ट्री नै त्यही नै छ। त्यो कारणले मलाई मार्न सक्छ तर मेरो मुद्दा कहिले पनि मार्न सक्दैन। एक दिन त्यसलाई कानुनी कठारमा उभ्याएर म जीवित हुँदा होस् या म मरिसकेपछि होस् कानुनी सबक सिकाएर छोड्छु। सर, महेश बस्नेतलाई पक्राउ गर्ने उहाँलाई उहाँको कर्मको सजाय दिलाउने नै हजुरको अन्तिम इच्छा हो त? कर्मको फल पाउनुपर्छ। कानुनी सबक ठुला या साना जसोसुकै व्यक्तिलाई पनि बराबर हुनुपर्छ भन्ने मेरो धारणा हो र गराउनुपर्छ। तपाईँ हामी जस्तो मान्छेले बोल्दैनौँ भने 100 नारीहरू पीडित हुन्छन्। यस्ता अपराधी तत्त्वहरू मौलाउन पाउँछन्। प्रधानमन्त्रीले जे गर्दैन भने, मन्त्रीले जे गर्दैन भने त्यो मान्छे होइन। हाम्रो मत लिएर गएको एउटा चेयरमा हो बाबा। हिजो केपी शर्मा ओली बसेको चेयरमा आज बालिन शाह हुनुहुन्छ। हिजो म गृहमन्त्री बन्छु भन्दै हिँडेर आज स्वास्नीले हत्कडीले आएर पठाइरहेछ। समय परिवर्तन हुन्छ नि हरेक कुरा। त्यसैले कानुन सबैलाई बराबर हो भनेर हामी त्यो इक्वालिटीको लागि लडिरहेछौँ, लड्नुपर्छ भन्ने लाग्छ। हजुरले आफू अलिकति पनि गलत लाग्छ कि लाग्दैन? के गलत गरेँ? लङ टर्ममा जाँदाखेरि चाहिँ मैले पनि कुनै पाटोमा गलत गरेको रहेछु यस्तो छ, त्यो छैन। म छँदै छैन मसँग। किन छैन भन्दा मैले कुनै गलत गरेको छैन। मैले मेरो आफ्नो न्याय माग्नु गलत होइन। म मेरो सडकमा बस्नु गलत होइन। आज श्रीमती लगाएर एमालेका टोटल व्यक्ति लगाएर ममाथि हमला गर्नु यति ठुलो देख्नु भएको छैन। आज इन्टरनेसनल मिडियाले हाल्न थालिसकेका रहेछन्। मलाई त मैले त्यति धेरै हेर्ने अवसर पाएको थिएन। किन भन्दा अस्तिको घटनाले म एकदमै हेर्छु। तपाईँको पहिलो इन्टरभ्यू भन्दैछु, त्यो दिन दाइको रिक्वेस्टमा मात्रै आएको, नभए म लाइफमा आउँदैन थिएँ। किन भन्दा मेरो टाउको यत्रो सोइलिङ भएको छ, घाँटीको कारणले यस्तो छ कि डक्टरले तपाईँ टोटली रेस्टमा बस्नुपर्छ भनेर। टाउको समस्या भएको मान्छे 72 घन्टा एकदमै सिफ्ट ल्यान्डिङ हुनुपर्छ भन्नुभएको छ। यस्तो अवस्थामा यहाँ आइरहेको छु। हजुर यहाँ आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई। शीघ्र स्वास्थ्य लाभको शुभकामना। हवस्, धन्यवाद।